नमस्कार, म किशोर राई। मेरो युट्युब च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। आज चाहिँ म यो छेङखोला भन्ने ठाउँको तपाईँलाई देखाउँदैछु दृश्य। यो छेङखोला भन्ने यो खोला चाहिँ पोहोर जेठमा आज वर्षा हुन गएको छ। आज ठ्याक्कै यसको शिरमाथि थियो। यसले ठुलो क्षति गरे। यहाँ मेरो 5 रोपानी जहाँ जग्गा थियो, 5 रोपानीको जम्मी जग्गा थियो। अहिले यो जग्गा कहाँ थियो भन्ने थाहै छ। त्यही भएको कारणले गर्दाखेरि यो खोला अहिले हेर्दाखेरि कहाँ बगिरहेछ, साँच्चै भन्दा पानी पनि देख्न गाह्रो छ। तर यो पानीले यत्रो क्षति गर्छ र यो बाढीले भन्ने कसलाई थाहा थियो। नपत्याउने खोलाले बगाउँदो रहेछ भन्ने हो साथीहरू। हेर्नुहोस्, आज गोठालाको क्रममा भ्लग बनाउँदै बर्खाको टाइममा गोठाला गर्न नि गाह्रो छ। जस्तै पानी आउन आँटो, हेर्नु होला। गोठालो है हजुरहरू, पोहोर क्षति गर्ने खोला हेर्नुहोस् पानी। अहिले मान्छेले पत्याउँदैन, यत्रो क्षति गर्यो कसैले नि पत्याउँदैन। मेरो अलैँची भएको स्थान अलैँची बार थियो खास। यहाँ 2 मन जति चाहिँ यहाँ आम्दानी हुन्थ्यो। अहिले यहाँ जग्गा थियो कि थिएन भन्ने कुरो पनि यहाँ चिनिँदैन र देखिँदैन। अझै पनि यो बारीको जग्गाहरू जोखिममै छ। पहिरो लड्ने सम्भावना छ। अझै पनि यस्तै बाढी आयो भने। अहिले बाख्रा चराउनु मात्रै सीमित भएको छ यो जग्गाहरू। हेर्नुहोस्, मान्छेले यहाँ अलैँची थियो भन्ने कुरा नपत्याउनु पनि सक्छ। तर केही बिरुवाहरू यहाँ देखिन्छ, 1-2वटा। यहाँ अलिकति चाहिँ यहाँ भित्तामा छोडेर यता सबै बगर